पर्सिको चाहिँ लीला म्यामको बर्थडेको केक पनि आइदिनु भएन होइन? लीला म्याम होइन लीला म्यामले जहिले पनि उसको बर्थडे हो भन्नु है छिटाउने के भन्नु छ हार्दिक बधाई भन्ने सबैलाई धन्यवाद। ल एमडिआरटी क्वालिफाई हुनु भएको छ म्याम, तपाईँलाई फेरि पनि धेरै धेरै बधाई। दिनहरु पनि फेरि फेरि अर्को नेक्स्ट वर्ष पनि हामी यस्तै केक खान पाऊँ। टिओटी केक खान पाऊँ होइन? ओ मेरो साथी यहाँ आउने, ओ सानी प्यारा सानी यहाँ आउने, सानी आउनु यहाँ। नन्दमन त्यसलाई त्यो लाइटरलाई अनि त्यो अरूलाई हतार त्यो कसको मेरै हो कि मेरो फोन मेरो फोन यो बोलिराख्नुहोस् नमार्नुला सर। बोलिराख्नु काटिदिउँ कि? काटौँ हो जति छिटो गर्यो त्यति सबैले बधाई दिइसक्नु भयो मलाई, किन कन्फ्युज गर्नु भएको? पहिला त यो केक त कि म मेरो बिहेलाई नै खुवाउँछु। ल्याउनु पर्यो भयो बिएमज्यू जानु पर्यो अगाडि। बिएमज्यू छोरै अहिले फेरि खाएको यता दलियोले फोटो नराम्रो अब फोटो नखिच्नु आउँदैन सर खानुहोस् यता मेरो न आमालाई पनि धेरै बधाई। दलिया छैन ठिक छ। अलिकति पेपरले भयो हुन्छ नि त। धेरै नै आयो। आजको लागि डाइटिङ तोडिदिउँ है। यो ह्याप्पी बर्थडेको केक होइन के एमडिआरटीको केक हो, एचिभमेन्टको केक हो। टिस्यु त लिएन अन्त टिस्यु पनि नलिएर को साथीहरू सबैजना बढालु अघि बढ। यहाँ नानीलाई दिइहाल त क्रिम बिनाको मुनि यता क्रिम बिनाको दिउँ। थ्याङ्क यू। यो त यो क्यान्डिड मैले किन मार्नु नखोजेको हो भने बलिराखोस् भन्न खोजेको क्या, म बलिरहँ भन्न चाहन्छु।